स्वास्थ्य मन्त्रालयको कागज छ यहाँ हेर्नुहोस् तपाईहरुले देख्न सक्नुहुन्छ है यो स्वास्थ्य मन्त्री गगन थापा हुँदाखेरि 2072 साल क्यान्सरको लागि उहाँहरूले चाहिँ कति पैसा यहाँ चाहिँ अनियमितता गर्नुभएको छ प्रष्टसँग लेखिएको छ यहाँ यो नियमावली विपरीत प्रतिष्ठानले गर्ने सबै चेक आफै सही गर्ने र यो उलाई बुझाइ प्रमुख अमित श्रीवास्तव मार्फत गराइएको पैसा भुक्तानी गर्दाखेरिको पनि यो अवैध छ। मातृ शिशु भवनमा 2 अर्ब 18 करोडको भवन बनाउँदाखेरि 21 करोड रुपैयाँ घोटाला भएको यहाँनिर देख्नुभयो 21 करोड प्रतिवेदनमा आएको छ। छानबिन समितिले गरेको प्रतिवेदन अख्तियारमा अहिलेसम्म किन पुगेन? 12 करोडको एमआरआई मेसिनमा 18 करोडमा टेन्डर स्वीकृत गराएको 6 करोड रुपैयाँ यहाँ घोटाला छ। 8 लाख रुपैयाँ घुस मेसिनको यो गर्दाखेरिको यो त रङ्गी हात पक्रेको हो अख्तियारले। नुवाकोटको सुनखानीमा बाख्रा पालन, मौरी पालन, कुखुरा पालन र दक्षिणकालीको काठमाडौँको दक्षिणकालीमा कुरिलो खेतीको लागि फर्म दर्ता गरी गरिबी निवारण कोष तथा स्वरोजगार कोषबाट सहुलियत कर्जा र अनुदान करिब 5 करोड रुपैयाँ लिएर उहाँले चाहिँ कुनै पनि बिल भौचरहरू पेश गर्नु भएको छैन। जस्तो अस्ति कान्तिपुरले फेक भनेर मलाई न्युज निकाल्यो नि हो, प्रतिवेदनै सार्वजनिक नभइकन निकाल्न पाउँछ? संसदहरू सबै कान्तिपुर र अन्नपूर्णसँगै त तथास्तु भएर बसेका छन् नि त। एउटा भ्रष्टाचारीलाई अदालतसम्म ल्याउनको लागि कम्तीमा पनि मिनिमम 50,000 खर्च भएको हुन्छ। 400-1100 जनालाई गर्दा कति खर्च भयो त्यो भन्नुहोस् त? त्यो राज्यले त्यो क्षतिपूर्ति कहाँबाट भराउने त्यो? तर भ्रष्टाचारीले चाहिँ यसरी देश आक्रान्त पार्दाखेरि उनीहरू चाहिँ के गर्छन्? सलाम गरेर बस्छ। हेर्नुहोस् त्यस्ता कुराहरू हामीले बाहिर ल्यायो भने हामीलाई चाहिँ उल्टो कारबाही गर्नुपर्छ भने माफियाहरू हुन्छ। कान्तिपुर र अन्नपूर्णका माफिया सबै सांसदहरू सबै जम्मा 2000ले 3 करोड मान्छेलाई फन्फनी घुमाएको छ। एउटा भ्रष्टाचारको यति सामान्य एउटा चाहिँ अदालतले गरेको विषयले गर्दाखेरि 45 खर्ब 44 अर्ब रुपैयाँ राजस्व गुम्दाखेरि नबोल्ने सांसदहरू सांसद नै होइन दलाल हुन्छ।